सेवारो के अरे तुतुतुम्याङ आदाङ बादाङमा हिजो मैले एउटा भिडियो राखेको थिएँ जसमा मैले हामी याक्थुङ लिम्बूहरू प्रकृति पूजक हो कि मूर्ति पूजक हो भन्ने प्रश्न राखेको थिएँ र त्यो प्रश्न राख्नुको कारण मैले तपाईहरुलाई त्यो जुन भिडियो देखाएको थिएँ छोटो क्लिप हैन जुन हाम्रो येबा धनराज थलङज्यूले जुन 3 राते तङसिङको लागि सामग्रीहरू बनाएको भिडियो थियो त्यसमा जुन तपाईको मानव आकृतिको मूर्ति जुन दुईटा थियो त्यसबारेमा चाहिँ मैले भनौं खास मैले जान्न खोजेको थिएँ। त्यो जुन मानव आकृतिको मूर्ति देख्दा चाहिँ मलाई चाहिँ लागेको थियो सायद हैन अब नर्मली अब के भन्छ मूर्ति पूजक जस्तै देखिएको छ हैन। त्यसले गर्दा मैले चाहिँ प्रश्न राखेको थिएँ कि हामी याक्थुङ लिम्बूहरू मूर्ति पूजक हौं कि प्रकृति पूजक भनेर। र त्यसको भनौं मैले जुन प्रश्न राखेको थिएँ प्रश्न राखे अनुसार नै मैले हैन धेरै जनाबाट रेस्पोन्स पाएको छु। धेरैले चाहिँ हैन यसको बारेमा कमेन्ट गरेर तपाईको मलाई हैन जानकारी पाउने मौका दिनुभएको छ र सम्पूर्णलाई नै म जसले पनि आज मलाई कमेन्ट गरेर यो विषयमा भन्नुभएको छ उहाँहरूलाई म यरिकरी भन्न चाहन्छु। र उहाँहरूको कमेन्टबाट यो निष्कर्षमा म पुगेको छु कि त्यो जुन मूर्ति थियो एक्चुअली हामी याक्थुङ लिम्बूहरू चाहिँ एक्चुअली मूर्ति पूजक नभएर प्रकृति पूजक नै हौं र प्रकृति पूजक भए त्यो मूर्ति चाहिँ के को भनेर किन हामीले राखेको छौं भन्ने विषयमा चाहिँ के छ भन्दाखेरि कुरो चाहिँ जुन त्यो मूर्ति भनौं मानव आकृतिको मूर्ति थियो त्यो मानव आकृतिको मूर्ति चाहिँ सुचुरो चुहाङबा र तेल्लारा लाहादाङना को हो र सुचुरो चुहाङना र तेल्लारा लाहादाङमा चाहिँ भगवान नभएर भनौं सृष्टिकर्ता नभएर भनौं तागेरा निमाफुमा नभएर चाहिँ हाम्रो सृष्टि भनौं सृष्टिकर्ताद्वारा सृष्टि गरिएको मानवको नै सन्तानहरू हुनुहुन्छ र उहाँहरू चाहिँ चेली हाडनाता सम्बन्ध रहेको चेली माइती हुनुहुन्छ र उहाँहरू बीच भनौं काई भएकोले गर्दाखेरि हामी याक्थुङ लिम्बूहरूमा फेरि पनि त्यसरी हैन हाडनाता सम्बन्धमा त्यसरी काई भनौं तपाईको हाडनाता बीचमा काई नहोस् भन्ने उद्देश्यले उहाँहरूलाई छुट्याउने मुन्धुम आउँदा यसरी उहाँहरूको आकृति बनाएर चाहिँ हैन आकृति बनाएर चाहिँ अबदेखि हामी याक्थुङ लिम्बूहरू बीचमा यस्तो खालको घटनाहरू नघटोस् भनेर चाहिँ यस्तो खालको भनौं सम्पर्कहरू नहोस् भनेर चाहिँ जुन तङसिङ 3 राते तङसिङमा चाहिँ हैन तङसिङ मुन्धुमले चाहिँ तङसिङ मुन्धुमको माध्यमले चाहिँ छुट्याउने उहाँहरूलाई छुट्याउने गर्दछन् गरिँदो रहेछ र त्यसैकारण त्यो जुन मूर्ति आकृति बनाइँदो रहेछ। तसर्थ भनौं यो कुनै भगवानको नभएर चाहिँ तपाईको सुचुरो चुहाङमा र तेल्लारा लाहादाङनाको जुन मूर्ति बनाएर उहाँहरूलाई चाहिँ हैन मुन्धुमको थ्रुबाट उहाँहरूलाई छुट्याएर उहाँहरू बीचमा जुन चाहिँ त्यो भएको थियो त्यो त्यसरी नहोस् भनेर चाहिँ उहाँहरूलाई छुट्याएर चाहिँ हैन भनौं एक प्रकारले मन्साउने गरिन्छ मन्साएर चाहिँ उहाँहरू त्यो मूर्तिहरू चाहिँ सेलाउने गरिन्छ। यानी कि स्पष्ट यो भयो कि त्यो मूर्ति कुनै भगवान वा सृष्टिकर्ताको नभएर सृष्टिकर्ताबाट बनिएको जुन हामी मानव हो मानवकै भनौं सन्तान मानव सन्तान नै हुन् र उहाँहरूलाई भगवानको रूपमा पुजिएको चाहिँ हैन। उहाँहरू बीचमा जुन भएको गल्तीलाई चाहिँ मुन्धुमबाट छुट्याउनुको लागि चाहिँ मुन्धुमबाट अब भनौं फेरि त्यस्तो नहोस् भनेर भन्नुको लागि चाहिँ एक प्रकारले उहाँहरूको आकृति बनाएर चाहिँ राखिएको मात्र हो त्यसरी भन्ने कुरो आज म यो जुन पछिल्लो भिडियोको एगेन्स्टमा आएको जुन कमेन्टहरू छ त्यो कमेन्टबाट स्पष्ट हुन सकेको छु र त्यसको लागि सम्पूर्णमा म फेरि पनि धन्यवाद दिन्छु जसले कमेन्ट गर्नुभएको छ। र स्पेशली म यहाँनिर मैले 3टा कमेन्ट चाहिँ हैन छानेर राखेको छु जुन म तपाईहरुलाई स्क्रिनमा देखाउँदै छु। सर्वप्रथम त हुनुहुन्छ तुतु किस्मान चम्जाङज्यू उहाँ लिम्बू महासभा केन्द्रीय समितिको सल्लाहकार हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ थलङज्यूले आफ्नो भिडियो मार्फत राख्नु भएको मुन्धुमी अनुष्ठानमा कुनै ईश्वर भगवान देवी देवताको मूर्ति आकृति छवि तस्बिर नबनाएर
हाम्रो पूर्वज पुर्खा सावा याहाङहरूले आफ्नो याक्थुङ सोहाङ लिम्बू वंश समुदायको साम्य साक्थिम चोक्थिम र मेन्छेयम खासम अर्थात् मानव सभ्यता संविधानको सृष्टि सृजनामा अपनाएको उदाहरण हो, जसमा सुच्चु र सुवाङफेबा र तेल्ला र लाहादाङना कसरी हारनाता भएको थिए त्यसको प्रदर्शन मात्रै हो। किनभने याक्थुङ सोहाङ लिम्बू जाति समुदाय प्रकृतिको उपासक पूजक हो, आकृति मूर्ति पूजक होइन, यो स्पष्ट छ। त्यसैगरी मनबहादुर लिम्बूजी लेख्नुहुन्छ, एकदमै पोइन्टको प्रश्न राख्नुभयो। यसलाई मूर्ति पूजा भन्नु मिल्दैन लुङवा, यो छुच्चु र सुहाङफेबा र तेल्ला र लाहादाङना मेम्भेकका यी चेली र माइती बीच बिग्रेको हुँदा अबदेखि हामी याक्थुङबाहरूबाट यस्तो खालको घटना नघटोस् भन्नको खातिर चेली माइती भएर तिनराते तङसिङ राखेर फुङदाप्लामा छुच्चु र सुहाङफेबा र तेल्ला र लाहादाङनाको चैत बनाएर चेलीहरूको थाक्रा परी ढिकी जाँतो इत्यादि सामग्री बनाएर साङफे बनाएर राखेर साम्बाहरूले मुन्धुम पुर्याएर सेलाउने र फाल्ने गर्दछन्। त्यसैले मूर्ति भन्न मिल्दैन। र त्यसै गरी भुटानबाट हुनुहुन्छ टेकबहादुर सुब्बा लक्ष्मजी। उहाँ लेख्नुहुन्छ, मेरो थेबाले सुनसेम्बा तङसिङ राखेको एकैपटक देखेको। यस्तै खेमाहिम बनाउँछन् र जलाउँछन्। सोमायोमा मुन्धुममा मानव उत्पत्तिको सुरु हुँदा सुच्चुरु सुहाङफेमा र तेल्ला र लाहादाङना बीच माइती चेली बीच हारनाता हुँदा उनीहरूलाई छुट्याउने मुन्धुम र त्यहाँ यता चेली माइती मिसिएमा चट्याङ र लराङ भएर दण्ड दिने इत्यादि ज्ञानमूलक सन्देश पाइन्छ। साधारण व्यक्तिलाई चरित्र मार्फत बनाउने मेलो हो। धनराज थलङयेबा साम्बाले जे गर्नु भएको छ सही छ। यो याक्थुङको प्रचलित धर्म अनुष्ठान 100 वर्ष अघि हाम्रा पुर्खाले यता मुङलान हुँदै भुटान समेतमा हालसम्म पालन भइरहेको छ। र आशा छ हजुरहरू पनि यस भिडियोबाट क्लियर हुनुभयो होला कि हामी मूर्ति पूजक नभएर चाहिँ एक्चुअलमै हामी प्रकृति पूजक नै रहेछौँ भन्ने कुरोमा। र साथै यो मूर्ति चाहिँ किन बनाइएको हो भन्ने विषयमा पनि हजुरहरू क्लियर हुनुभयो भन्ने म आशा गर्दछु। र साथै हजुरहरूले यो भिडियोलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला र साथै मलाई फलो पनि गरिदिनुहुन्छ भन्ने आशा गर्दै म आजको यो भिडियो समाप्त गर्न जाँदैछु। हजुरहरूले मलाई हेरिदिनु भएकोमा, यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेवारो।